हेलो गाइस, फाइनली हामीले यो आइसक्रिम भेट्यौँ। कति दुःख गरेर कहाँबाट गाडी चढी आएको। ल अब खोलौँ है त ला यो खोल यसरी हो फर्स्ट टाइम है हाम्रो। हजुरको त ठ्याक्कै फोन आयो कि दाइको फेरि यही बेलामा। अच्छा अनि मैले फोन काटिदिएको त त्यसपछि त आवाजै आएन नि त। अनि त्यही भएर हामीले भोइस ओभर गर्दैछौँ। त्यही त अब हामी यहाँ खोज्छौँ। मेरो भाँचेको रहेछ कि यहाँ, अनि साट्यौँ साटेर खोलेर यताउति खायौँ। खोल्नै नसकिरह हामीले त। अब खाउँ है त, ट्राई गरौँ कस्तो छ। त्यही त। ल चियर्स। ल अब चाहिँ बाइट लिन लाग्यौँ है। कस्तो लाग्यो? एकछिन है त। कस्तो लाग्यो हजुरलाई? मलाई चाहिँ यो त्यो हामीले नेपालमा खान्थ्यौँ नि, म्याङ्गो मिठाई खान्थ्यौँ नि चक्लेटकै, सेम त्यस्तै लाग्यो कि टेस्ट चाहिँ। तर भित्रको चाहिँ पुरै क्रिमै छ, त्यो बाहिरको चाहिँ आँप खाए जस्तो कि है। त्यो आँपको ठ्याक्क पाक्न लागेको आँप हुन्छ नि, त्यसको लेयर हुन्छ नि, त्यस्तै खालको के। त्यो लेयर चाहिँ यो 3D भन्छ नि, अब त्यो त्यस्तै राम्रो देखाउन त्यो लेयर मात्रै रहेछ, तर भित्र क्रिम चाहिँ मलाई सेम लाग्यो कि त्यो म्याङ्गो मिठाई खान्थ्यौँ नि हामीले पहिला, सेम त्यस्तै लाग्यो। ठिकै छ, त्यस्तो वाउ नै त छैन, तर ठिकै डुप्लिकेट पर्यो कि। मैले चाहिँ पहिला खाँदा चाहिँ अलि अर्कै टेस्ट पाएको थियो, तर अहिले चाहिँ अलि अर्कै पाएँ कि टेस्ट। खै त्यो डुप्लिकेट आयो होला, अलिकति फरक लाग्यो कि। बाई सक्यो।